दोस्रोचोटि भेट्न पाउँदा धेरै खुसी छु म तपाईलाई आज स्कुल छोडेर भेट्न आएको छु माई बेस्ट ब्रदर माई लभली ब्रदर Okay, thank you. कति वर्षको बाबु 7 वर्षको बाबुले पल्सीलाई लभ लेटर लेख्नु भएको है Okay, Paulजी, thank you बाबुलाई। अब हामी धेरै धन्यवाद बाबुलाई। अनुभव उपाध्याय बाबुको लागि स्कुल छोड्नु हुन्थेन, छोडिहाल्यो, आज केही छैन, भोलि स्कुल जाऊ है। ओके, हाम्रो सेकेन्ड टाइम भेट भएको होस्। थ्याङ्क यू। सबैजना जहाँ जहाँदेखि आउनु भएको छ सबैले एकदमै दुई हात जोडे फेरि पनि नमस्ते। टाढा टाढाबाट आउनु होला यसको लागि। अब घर पनि जानुपर्छ है। फेरि अर्को वर्ष भेट्नेछौँ। अर्को वर्ष भेट्नेछौँ फेरि। Thank you. हामी भेट्नेछौँ तपाईँको नजिकको सिनेमा हलमा है त सिनियर रोयल हो हाम्रो क्युएमएक्समा भेट्नेछौँ हामी है। हस् धन्यवाद। ओके, धेरै धेरै सम्मान छ पल शाह जो हामी सबैको रियल हिरो हुनुहुन्छ। र म एउटा अनाउन्स गर्छु पलजी, एकैछिन हजुरको समय लिए त्यस पछाडि हामी हजुरलाई विदा गर्छौँ। सो एकछिन तपाईँहरूको रियल हिरो पल शाह जसले कोरोनाको बेलामा पूर्व मेची पश्चिम महाकाली अक्सिजन नपाएर छटपटिएको बेला अक्सिजन बोकेर जानुभयो। मलाई लाग्छ त्यति बेला आफन्तले छुन डराउँथ्यो, बाबाले आमालाई र त्यसै गरी छोरालाई छोरीलाई छुन डराउँथे र नजिक हुन डराउँथे। त्यो बेलामा सबैको हात समाएर नयाँ र पुनर्जीवन दिनका निम्ति पल शाह मेची महाकाली यात्रामा हिँड्नुभयो। आग लागे पीडित, भूकम्प पीडित र त्यसै गरी बाढी पहिरोले क्षतिग्रस्त समाजहरूमा पल शाह पुग्नु भएको छ। र अहिले कोल प्रोजेक्ट वाणिज्य सङ्घले अधुरो रहेको भवन निर्माण गर्न जुन महोत्सव गरेको छ, पल शाहले आफ्नो पारिश्रमिकबाट आफ्नो अफिसियल अनाउन्स गर्दै हुनुहुन्छ रु 50,000 भवन निर्माणका लागि सहयोग गर्नुभएको छ। एकपटक जोरदार ताली। अनि हाम्रो वरिष्ठ उपाध्यक्षज्यू हाम्रो वाणिज्य सङ्घको तर्फबाट हुनुहुन्छ पल शाहजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। थ्याङ्क यू सो मच पलजी, यहाँले लगाउनु भएको गुण हामी सधैँ सम्झनेछौँ। यहाँप्रति हार्दिक आभार व्यक्त गर्दै अब भने मायाको सिनो हामी प्रदान गर्नेछौँ। ओके, मायाको सिनो प्रदान गरिदिने कारण थिए म कोलपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष एवं सांस्कृतिक समितिका संयोजक आदरणीय चण्डी प्रसाद गैरीज्यूलाई हाम्रो अध्यक्ष